हेलो वेलकम ब्याक विथ अनदर भिडियो साथीहरू। आज चाहिँ हामी नयाँ टपिक्समा पढ्नेछौँ र आजको नयाँ टपिक्स रहेको छ नेपालको जात जाति। साथीहरू मैले यो जात जाति मैले 1 देखि नै 60 सम्म क ख ग घ गरेर म लास्टसम्म लेखाउने छु। 60 वटा जाति रहेका छन् नेपालमा, 60-61 वटा जाति रहेका छन्। तपाईहरुलाई आइडिया छैन के कसरी लेख्ने भनेर, त्यसैले यो मेरो पुरा भिडियो हेर्नुस् र केही आवश्यक परेको ठानेमा भिडियो हेर्दै नोट बनाउनु होला। यति 60 वटा लेख्यो भने चाहिँ हजुरको त्यो जात जाति सम्बन्धीका सम्पूर्ण समस्याहरू समाधान हुनेछन्। ल अब भिडियो सुरु गरौँ है त। हुनुहुन्छ नि बसोबास कहाँ गर्छन्, कुन जातिकै, त्यस्तै नेपालको जात जाति रहेको छ आजको टपिक्स। हिजो हामीले जनसङ्ख्या सम्बन्धीका विविध ठुलो साना जनगणना बढी भएका जिल्लाहरू सम्बन्धी अध्ययन गरेका थियौँ र आजको चाहिँ नेपालको जात जाति रहेको छ। अब नेपालको जात जातिमा हाम्रो 2078 सालको जनगणना अनुसार हाम्रो जम्मा जाति टोटल जाति भनेको हाम्रो छ भनेपछि 142 वटा। अनि त्यस्तै गरेर जम्मा भाषा चाहिँ ल्याङ्ग्वेज LANGUAGE ल्याङ्ग्वेज चाहिँ कति छ भनेपछि 124 वटा रहेको छ। र अनि के छ भनेपछि 0.5% भन्दा कम जनसङ्ख्या भएको जातिलाई अल्पसङ्ख्यक भनिन्छ। 0.5% जुन जाति सङ्ख्या छ त्यसलाई अल्पसङ्ख्या भनिन्छ, जसमा नेपालमा कतिवटा छन् भनेपछि टोटलसम्म 115 वटा जाति रहेका छन्। त्यस्तै गरी 0.5% भन्दा बढी प्लस यो माइनस भएका जातिलाई बहुसङ्ख्यक भनिन्छ। र नेपालमा अहिलेसम्म कतिवटा छन् भनेपछि टोटल वटा 27 वटा जाति रहेका छन्। एकदमै यो भयो। त्यस्तै नेपालमा सबैभन्दा बढी जाति क्षेत्रीय हो, यो सबैलाई थाहा छँदैछ। त्यस्तै क्षेत्रीय जातिको सङ्ख्या 16.45% छन्। र त्यसै गरी नेपालमा सबैभन्दा कम जनसङ्ख्या भएको जाति चाहिँ नुराङ रहेको छ, जसको कतिजना छ भनेपछि 36 जना रहेको छ। नेपालमा अहिलेसम्मको यति रहेछ भनेपछि अब हामी यो चाहिँ हाम्रो संविधानको 78 अनुसारको जनगणना अनुसार भयो। अब चाहिँ आजको मेन टपिक्समा गइरहेको छौँ। आदिवासी जनजाति सम्बन्धीको विविध जानकारी। आदिवासी जनजाति हालसम्म नेपालमा जम्मा 61 वटा रहेको छ। 61 मा अन्तिममा हुम्लु जातिलाई सूचीकृत गरिएको। हुम्लुलाई कहिले सूचीकृत गरियो भनेपछि 2081 साल असार 27 गते। तर कतै यो 60 पनि लेखेको पाइन्छ, यो पनि गलत होइन। किनभनेपछि हुम्लु जातिलाई सूचीकृत गरियो तर राजपत्रमा प्रकाशित भने गरिएको छैन, त्यसैले कतै 60 पनि लेखेको छ, कतै 61 पनि लेखेको छ। तर हुम्लुलाई कहिले सूचीकृत गरियो भनेपछि 2081 असार 27 गते। त्यसैले यो भयो। र अब हामी जात जाति सम्बन्धी क्रमशः जाउँ। सुरुमा रहेको छ 1 नम्बरमा छ, अल्फाबेटले नै जाउँ सजिलो हुन्छ, किसान जातिको बसोबास कहाँ रहेको छ भनेपछि झापा जिल्लामा बस्ने बुझ्नु होला। झापा जिल्लामा बस्ने अनि बिहे गरेपछि अलग्गै घर बनाई बस्ने चलन। झापा जिल्लामा बस्ने, बिहे गरी अलग्गै घर बनाई बस्ने चलन यो किसानमा रहेको छ। त्यस्तै हाम्रो अर्को जाति रहेको छ कुसुन्डा रहेको छ। मैले लेखिसकेँ। कुसुन्डा चाहिँ अब हाम्रो कहाँ बस्छ, के बस्छ, म सरस्वती लेख्छु है त। यो चाहिँ मैले कुसुन्डाको केही लेखिसकेको छु। कुसुन्डाहरूको बसोबास भनेको सुर्खेत, दैल्याङ, सल्यानतिर बस्ने रहेका छन् र उनीहरूले कुशको सन्तान, कुश भनेपछि को भनेपछि हाम्रो भगवान रामको सन्तान लव र कुश। त्यसै गरी कुशको सन्तान आफूलाई मान्ने, त्यसै गरी यिनीहरूले आफूलाई छन्त्याल थर पनि लेख्ने गरेको पाइन्छ। त्यसैले अनि यिनीहरूले गाईको दुध, दही, गोबर नछुने, समग्रमा गाई नै नपाल्ने, गाईले जस्तै राउटेले पैसा पाप लाग्छ भन्ने जस्तै यिनीहरूले चाहिँ गाईको दुध, दही, गोबर केही नछुन्ने रहेको छ। त्यसै गरी अर्को जाति रहेको छ
त्यस्तै म अहिले अर्को जाति लेखिसकेको छु कुमाल। अब कुमाल चाहिँ कुन जिल्लामा बस्छ र उनीहरूको के छ विशेषता म लेख्दै गर्छु। हजुरहरू पनि यस्तै आदिवासी जनजातिहरूको पढ्नुभएको छैन भने राम्रोसँग हेर्नुहोला। यो नै हाम्रो यति पढेपछि हजुरको काफी हुन्छ जनजाति सम्बन्धीका विभिन्न सोधिने प्रश्नहरूमा। र म अब सरस्वती डिटेल गरेर लेख्छु। कुमालको यहाँ लेखिसकेको छु मैले। उनीहरू चाहिँ कुन जिल्लामा बस्छन् भने चाहिँ रामेछाप, सिन्धुली, दोलखातिर उनीहरू बस्छन्। त्यसपछि उनीहरू के छ भने चाहिँ एउटा चलन बिहेमा सम्धि लड्ने जाति। क्वेसन कसरी आउँछ भने बिहेमा सम्धि लड्ने जाति कुन रहेका छन् भनेर आउँछ। त्यसैले अब यो चाहिँ हाम्रो भयो। यसपछि हाम्रो कुमाल पछि रहेको छ कुशबाडिया। कुशबाडिया जाति कुन जिल्लामा पर्छ म सरस्वती लेख्छु है त। मैले कुशबाडिया लेखिसकेँ। कुशबाडिया चाहिँ बाँके र बर्दियामा बस्ने जाति हो। कुशबाडिया, बाडिया भनेको बाबाट बाँके सम्झिने, डियाबाट बर्दिया सम्झिने, कुशबाडिया। त्यसै गरी अर्को रहेको छ हाम्रो 5औं जातिमा गुरुङ रहेको छ। गुरुङको त लगभग अधिकांशलाई थाहा छँदैछ होला, त्यही पनि मैले विशेष केही लेखिदिएको छु। गुरुङ जातिको मुख्य चाहिँ गण्डकी प्रदेश लगायत देशभर बस्ने रहेका छन् उनीहरू। र अनि एउटा यो चाहिँ बेला बखतमा सोधिसकेको छ, केटाले गुरुङ जातिमा मतलब केटाले केटीलाई दिइने उपहारलाई के भनिन्छ? केटाले केटीलाई दिइने उपहारलाई छोनाम भनिन्छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट हो, याद गर्नुहोला। त्यसै गरी यो चाहिँ केटाले भयो। अब केटीले केटालाई दिइने उपहार के हो? फोनाम। फो भनेको फोनाम रहेको छ। केटाले दिने छोरा मान्छेले दिने छोनाम, केटीले दिने फोनाम। यसरी पनि याद गर्नु होला। त्यसै गरी अर्को रहेको छ हाम्रो 5 भयो। 6मा चाहिँ गनगाई। गनगाईको पनि म कुन जिल्लामा बस्छन् र के छ विशेषता लेख्छु। उनीहरू चाहिँ झापामा बस्ने, उनीहरूको देउता चाहिँ ठाकुर र महावीरलाई मान्छन्। अब यति नै छ। अब बरु चाहिँ लगभग हजुरले पढेको हुन्छ। त्यस्तै गरी अर्को रहेको छ हाम्रो चेपाङ। यहाँ मैले चेपाङ लेखिसकेको। चेपाङ सम्बन्धी अब केही रोचक कुराहरू भनौँ कि अब त्यस्तै सोधिएका क्वेसनहरू। उनीहरूको चाहिँ मुख्य वासस्थान रहेको चाहिँ चितवन, मकवानपुर, धादिङ, मोरङ रहेको छ मुख्य वासस्थान। त्यसै गरी उनीहरूले चाहिँ बिहेमा चिउरीको बोट दाइजो दिने चलन छ। छोरीलाई बिहेमा चिउरीको बोट दाइजो दिने। र उनीहरूले मनाउने प्रमुख चाड चाहिँ चोनाम चाड रहेको छ। अनि यो चाहिँ बेला बखतमा सोधेको छ, इम्पोर्टेन्ट भन्दा पनि हुन्छ। दुलहा दुलहीको 3 पटक टाउको ठोकाउने जाति चाहिँ कुन छ? चेपाङ रहेको छ विवाहमा। त्यसै गरी आफूलाई प्रजा भन्न रुचाउने जाति पनि चेपाङ नै रहेको छ। त्यसै गरी राजा वीरेन्द्रले अब प्रजा भनेर विक्रम सम्वत 2034मा प्रजा भनी घोषणा गरेका राजा वीरेन्द्रले। त्यस्तै उनीहरूलाई भनेर घोषणा गरेको। र अनि एउटा मेन कुरा अलिकति हाइट्रिक लाउने कुरा के छ भनेपछि चेपाङ सम्बन्धी कुनै पनि आइडिया छैन भनेपछि चेपाङ जतिको सब चबाट आउँछ। जस्तै चितवनमा बस्ने, चिउरीको बोट दिने, चोनाम जाति मनाउने, अनि त्यस्तै गरेर चेपाङ सङ्ग्रहालय पनि चितवनमै रहेको छ चबाट। यसरी याद गर्न सजिलो, चेपाङको अलिक सजिलो छ चबाट याद गर्ने। त्यसै गरी अब 8मा रहेको छ हाम्रो छन्त्याल जाति र 9मा पनि रहेको छ छैरोतन जाति। र यी दुईटैको जात बसस्थान रहेको जिल्ला चाहिँ मुस्ताङ रहेको छ। मुस्ताङमा कस्तो छ भने चाहिँ अलिकति प्राय आइडिया नभएका जातिहरू चाहिँ हाम्रो मुस्ताङ जिल्लामा बसोबास गर्छन्। त्यसै 8-9 भयो। त्यसपछि 10मा छ हाम्रो जिरेल जाति चाहिँ म जिरेल जातिको एकछिन सर्टकटमा लेख्छु है त। जिरेल जाति रहेको छ। जिरेल जातिको चाहिँ मुख्य वासस्थान रहेको जिल्ला चाहिँ हाम्रो दोलखा जिल्ला रहेको छ। दोलखा जिल्लामा बस्ने उनीहरूले चाहिँ अनि यो पाल्दोक नामक खानेकुरा खाने। पाल्दोक भनेको चाहिँ कसरी आउँछ भने पाल्दोक खानेकुरा कुन जातिसँग सम्बन्धित छ भनेर सोधेको छ। र अनि प्लस के भनेर सोधेको छ भने पाल्दोक के मिक्स गरेर खाने गरिन्छ भनेपछि के भन्छ भने चाहिँ पाल्दोकमा जौको सातुलाई जाँडा भिजाएर बनाएर राखेको डल्लोलाई पाल्दोक भनिन्छ। जुन यो खाने उनीहरू गर्छ नि त्यसलाई पाल्दोक भनिन्छ। पाल्दोक खानेकुरा कुनसँग सम्बन्धित छ भनेपछि यो त फ्याक्टै जिरेल जातिमा भन्ने। त्यस्तै अर्को जाति रहेको छ 11मा हाम्रो रहेको छ झाँगड जाति। म यसको पनि लेख्छु है फटाफट। मैले झाँगड जाति लेखेको छु। उनीहरूको मुख्य वासस्थान रहेको चाहिँ पर्सा जिल्लादेखि पूर्वका
जिल्लाहरूमा उनीहरूको बसस्थान रहेको छ, मुख्य वासस्थान। त्यसै उनीहरूले चाहिँ एक आपसमा सिन्दुर साटासाट गर्ने जाति हो। सिन्दुर साटासाट गर्ने जाति कुन हो भनेपछि पनि झाँगड जाति रहेको छ। साथीहरू, तपाईँहरूलाई यो जनजाति सम्बन्धी कुनै आइडिया छैन भने चाहिँ मैले लेखेको यो टक्क सुन्दै, ह्यान्डराइटिङ नबुझे पनि सुन्दै टक्क आफ्नो नोट बनाउनु होला, किनभने म यसमा हाल नेपालमा रहेका 60-61 भनौँ न 60 जातिकै नै म क्रमशः क ख ग घ त्यसरी नै म लेखाइरहेको छु। हजुरले टक्क नोट बनाउनु होला, जुन भोलिको दिनमा हजुरलाई सजिलो पनि हुन्छ। पढ्दै हेर्दै नोट बनाउँदै गर्नु होला। झाँगडपछि अब हामीले डोल्पो जाति लेखेका छौँ। डोल्पो जातिको चाहिँ अब म लेख्न गइरहेको छु। उनीहरूको मुख्य वासस्थान, उनीहरूको के छ विशेषता, मैले विशेषता लेखिसकेको छु। र उनीहरूको चाहिँ अब डोल्पोको जातिको बसोबास चाहिँ डोल्पो भने चाहिँ डोल्पा जिल्लामा उनीहरूको मुख्य वासस्थान रहेको छ। त्यस्तै गरेर अर्को उनीहरू के छ भने लास काटेर गिद्धलाई खुवाउने जाति। यो हामीले बेला बखतमा के अरे यो हेर्ने कथामा पनि भिडियो उहाँले बनाइसक्नु भएको छ यो सम्बन्धीको। लास काटेर गिद्धलाई खुवाउने जाति पनि रहेको छ उनीहरूको। त्यस्तै बहुपति प्रथा विद्यमान नै छ अझ पनि बहुपति प्रथा। त्यस्तै गरेर उनीहरू एउटा अर्को चाहिँ के छ भने चाहिँ उत्तानो फर्केर घन्टी बजाउने, हामी जस्तै सिधा बसेर भन्छौँ, उनीहरू चाहिँ उत्तानो फर्केर घन्टी बजाउने जाति रहेको छ। त्यस्तै 13 जाति पनि रहेछ। ताङबे जाति पनि हाम्रो यो मुस्ताङ जिल्लामा बसोबास रहेको छ। त्यस्तै उनीहरूमा पनि यो बहुपति प्रथा विद्यमान रहेको छ। त्यसै गरी अनि झुमा ढाबा प्रथा पनि प्रचलन छ। झुमा ढाबाको हाम्रो सर्ट नोटमा सेकेन्ड पेपरमा पनि 2.5 नम्बरको आउने गर्छ। झुमा ढाबा प्रथा अनि कुनै अर्को प्रथा बारेमा लेख्यो भनेर हो। त्यस्तै यो झुमा ढाबा प्रथा पनि उनीहरूमा प्रचलित छ। तबाट अब 14मा छ हाम्रो तामाङ। तामाङ त यहाँहरू सबलाई थाहा छँदै होला। तामाङ सुनेको जाति तामाङ जातिको रहेको छ। तामाङ जातिको पनि मुख्य वासस्थान रहेको सिन्धुपाल्चोक र काभ्रे। कसैमा 1-2टा जिल्ला अरू पनि थपिएको छ। त्यो चाहिँ अब त्यस्तै हो, राइटर अनुसार पनि भर पर्छ। अनि त्यस्तै उनीहरूको चाहिँ तामाङमा विवाहमा सिन्दुर प्रथा नभएको, उनीहरूले सिन्दुर लाउने चलन छैन। कसरी याद गर्ने भने माङ भनेको यो सिन्दुरको माग भन्ने भन्छ हिन्दीमा। त्यस्तै तामाङको सिन्दुर प्रथा नभएको। त्यस्तै तामाङको मृत्यु संस्कारलाई देवा भन्ने मैले लेखेको छु नि, देवा भन्ने। त्यसै देवामा बालिने 108 बत्तीलाई ग्याम्जा भनिन्छ। उनीहरू कस्तो छ भने चाहिँ मृत्यु भइसकेपछि त्यो मृत्यु संस्कारलाई देवा भन्छ र त्यो देवामा 108 बत्ती बाल्छ। के को तामाङबाट तामाङको भातामा 108 बत्ती बाल्ने चलन छ, त्यसलाई ग्याम्जा भनिन्छ। त्यस्तै ग्याम्जा भन्ने तामाङ सम्बन्धी हो। त्यसपछि 15मा रहेको छ हाम्रो 3 गाउँले पनि हाम्रो कुन जिल्लामा छ, मुस्ताङ जिल्लामा बसोबास रहेको छ। त्यस्तै अनि अर्को दाजुसँग नछुटिएमा मात्र अंश पाइने। दाजुसँग नछुटिएमा मात्र अंश पाउने। यो चाहिँ यस्तो रहेछ। 3 गाउँलेको मुस्ताङमा जिल्लामा बस्ने, दाजुसँग नछुटिएमा मात्र अंश पाउने जाति कुन छ भने 3 गाउँले। साथीहरू, आज चाहिँ हामी 15वटा जातिको बारेमा पढ्यौँ र बाँकी रहेका अरू जातिको हामी सेकेन्ड थर्ड भिडियो पार्ट 1 पार्ट 2 बनाएर म अपलोड गर्ने नै छु। त्यति दिनसम्म हाम्रो यो 15 जातिको सम्पूर्ण यो जिल्ला वासस्थान रहेको अनि उनीहरूको प्रथा परम्परा विशेषताहरू पढ्नुहोस्। बाँकी हामी अर्को भिडियोमा भेट्नेछौँ। त्यतिन्जेल हाम्रो पुरानो भिडियो हेर्नुहोस्, यो भिडियो हेर्नुहोस् र तयारीमा जुट्नुहोस्। हस्, सफलताको शुभकामना।